पोखरा मलाई आउँथ्यो, मलाई 2 दिनको आउँथ्यो, मलाई 3 महिना कपडा यहीँ किनेर बसिदिन्थेँ म। त्यस्तो समेत भयो थियो। पोखरा रमाइलो लाग्थ्यो, तर बिचमा गएर अब काम पनि अलिकति धेरै भएर प्रेसर भएर पनि बिराम भएर पनि कसैलाई प्रेसर दिन मन नलागेर चाहिँ नआएको। तर अहिले चाहिँ म फ्रिडम भएर चाहिँ घुम्न आएको छु, रमाइलो लागिरहेको छ। लाग्छ चिल प्लेस म्यान, पोखरा चाहिँ चिल प्लेस। पोखरा घुम्नको भन्यो भने मेरो साथीहरू यहाँको राम्रो छ क्या, सो गुड म्यान। साउड हेर्नु आइदिन्छ कि ज्यान दिने मान्छे थियो। तिमीहरू नै भनौँ, मलाई लाग्छ यहाँको खुसी लाग्छ, मलाई पोखरा आइन्छ खुसी लाग्छ। धेरै मान्छे छ, होली छ, हाम्रो ओम, अब एलेक्स भनौँ, सबै आएर लाइक टिम, वी आर फ्यामिली, वी आर नट टिम, वी आर फ्यामिली। त्यही हो। सो त्यो खुसी लागिरहेको छ। आज चङ्गा प्रोडक्सनको पनि पोडकास्ट आइरहेको छ होइन। प्रगति गर्दै जाउँ, हामी त खुसी हुने हो नि, हामी त सपोर्ट गर्ने हो नि। मैले भने नि त सुशान्तलाई मैले आई थिङ्क आन्ध्रभुटीदेखि सबै चिन्छु होला। आई थिङ्क ऊ फ्यामिलीसँग भन्दा पनि मसँग बेसी होइन। कसरी इन्डिया आउने, इन्डियाबाट नेपाल आउने, ब्याग राख्ने, भोलिपल्ट पोखरा आइदिने कि पोखरा आउने डाइरेक्ट मसँग। त्यो भएर मेरो पोखरीले भाग आएको छ भन्दैन, छ नि भन्दा आउनु मलाई क्यार दियो दामी यहाँ डेन्जर नआएको त्यहाँ बिहान 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 के हो र खानियो र हो कि लाइक पोखरेली पुरै टोन आइसक्यो। अब मैसँग बस्ने मैसँग उस गर्ने गर्थ्यो नि त होइन। त्यो होइन, पोखरी भाषा सुन्दा नि रमाइलो लाग्छ क्या। मैले डोमिनेट गर्न खोजेँ होइन गाइज, होइन हेरेर फेरि टिकटकभरि लाएर पोखरा आएर पोखरा भाषा त्यो गर्न खोजेँ होइन गाइज। पोखरेली भाषा सिकिरहेको छु म, पोखरेली भाषा बोलिरहेको छु गाइज। काठमाडौँ गएर मेरो बाबासँग बोल्दा बाबाले मलाई भन्छ त काठमाडौँ भने त पोखरेली हो, त पोखरा जन्मे भन्थ्यो मलाई। छ भन्ने आउनु कि मलाई खाना खा, खाना खाइयो र क्या दियो नि यहाँ डेन्जर, त्यहाँ पानी पऱ्यो पानी पऱ्यो हा, पानी पऱ्यो हा। त्यो भएर जस पोखरा आउँदा चाहिँ एउटा घरै फिल हुन्छ क्या। पोखरा मेरो सेकेन्ड घर हो क्या। जहाँ जाँदा पनि हुन्छ नि, अब जो पनि साथीहरू त सो क्लोज के। अब पोखरा चाहिँ मेरो सेकेन्ड घर नै हो। पोखरामा चाहिँ एउटा फाइदा छ कि पैसा खर्च चाहिँ हुँदैन, सबै स्पोन्सर नै हुन्छ। कहिलेकाहीँ चाहिँ यसको लागि चाहिँ चुरोट चाहिँ 4-5 प्याकेट दिनमा एउटा चाहिँ किन्नुपर्छ। मैले खाँदिनँ, मैले खाँदिनँ। लास्ट चुरोट खाने मान्छे लास्ट रक्सी चाहिँ अहिले कन्ट्रोल गरिरहेको छ होइन। चुरोट चाहिँ आमा जस खुसी लाग्छ एउटा हुन्छ नि, क्लबमा मान्छेलाई नचाउने। पहिला आफै नाच्थ्यो, अहिले त अरूलाई नचाउँछ होइन, मान्छे झुम्बिन्छ पनि। जस पोखरामा राम्रै गरिरहेको छ उसले। अब यस्तो होइन कि इन्टरनेसनली गएको छैन, पोखरा पनि इन्टरनेसनली हो यार। दुनियाँभरको टुरिस्ट आउने भनेको यही हो कि होइन। तिनीहरूको लागि पनि इन्टरनेसनल हो, हाम्रो लागि युएस हो फक इन्टरनेसनल। तिनीहरूको लागि पनि नेपाल इन्टरनेसनल हो। जहिले पनि हामीले यो सोच्नुपर्छ कि नेपाल हाम्रो कहाँ छ तिमीलाई थाहा नै छैन। सगरमाथा भएको देश हो हाम्रो। नाइस। गौतम बुद्ध जन्मेको देश पनि यही हो नेपाल। सगरमाथा भएको देश र सगरमाथा जस्तो ट्यालेन्ट भएको मान्छेहरू सबै नेपालमा छ भाइ।